मान्छे यो चाहिँ हाम्रो जितौरी हैन केटाहरुले आज जितेछन् हो 20000 छप्प जितेछन् हामी चाहिँ यता बनाउनेमा झ्याप लोकल भाले लोकल भाले हुन्थ्यो मारिहाले छन् केटाहरुले केटाहरुले जित्दा पनि झ्याउके मासु बनाउनु खानु तनाव छ है कसरी खानु भोलि कसरी हक्नु गाह्रो छ है गाइसहरु सकियो केको भाइहरुले निस्के अङ्क हुन्छ भने हामीलाई थाहा छैन के दादाहरूले काम गरिरहेछन् दादाहरूलाई काम गराउनु हुँदैन हामी अगाडि बढ्नुपर्छ भन्ने थाहा छैन के हो केही सिकौँ है यो केटाहरुसँग त बसेर कति लामो घाँटियो भेकाउने टक्सी निकालेपछि नि अङ्कलले थाकिएछ नि त म तरिका हगि ओ भाइ आउनु यार काटकुटी ओ आउ त केटा सानो ठिक पार्दै छु खुकुरी ठिक पार्दै छु अरु के गर्नु यो चाहिँ डोनमा ओले चाहिँ 2 फ्याक टुकुडी गर्नु अरु खोले बनेबी 4 केजी काम त होला नि हैन होइन कोले 1520 काम छ कोले 1200 काम डोकु चाहिँ 1200 काम यही त होला नि हो नमे त जोखेर थापी नगर्दा भइगयो नि ए जोख्नु पर्दैन कोले चाहिँ आप पक्चेल बनाउनु त्यति हो अब जोखिरहनु ठिक चाहिँ के पो भन्छ औ कितले अनि काटिहालेछ अर्को चोका खानु मन छ के यसलाई चाहिँ फक्चर गरेर नगरम फ्याक्चर गर्दा भइगयो नि यो खाउ 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 हुइ बिना देखेकोलाई सो खाउ खाउ लागेको अझ खाएर जाने होला नि त रे खाने नेटाउ खाने वटाउ खाने नेप्राने दिगा मासु खानु मन छ फ्रिजमा त छोडी राख्ने हो फ्रिज में मन लागेको होला हैन अझै भित्र नि स्पिस छैन कि औलो पकाइदिने हो कि बुढी जागरी हो आमाले कुरो स्पेस नपुगेर यो खेल 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 पोलुङ खेल हामी सेभ गरेको सि नाचेको मेरङका भर पर्छ रे जसको पाए त्यसका फेरि भिडियो हेर्दिनको यो ठुलो मान्छेको फेरि मासु आची आची रे भन्दा चिक्ली है हजुर चिक्ली यहाँ कि आन्द्रा यो हामीले उप्याएर छ नि त उप्यान सुलसुले कम्ती थियो उप्याएर छ हो र छोराको बुद्ला ढुङ्गा काटिएको छ छोरी छोटो घाँटी हजुर चाहिँ यो चाहिँ लिफ्टरलाई नै मिनालौ मैं आधी फ्याक्चर पार्नु हो त ओराम पार्नै बाँकी छ अङ्कल मेरो पार्दिनु नि एउटा लगाइदिनु हो हो यो झन्डै भुइँरो लस्ता चाहिँ यो फुफुपे पो कप्पै फेरि को हो नि यो भिडियो गर्ने जान्दैछन् ए होइन रहेछ गुरी 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 आधी हो फक्चेलाई बढाइदिनु न डल्ला नपठाउनु है भतिस गाह्रो हुन्छ खाइसक्नु लुई पहेटा दिउ न पहेटा धुनुपर्छ होइन होइन न ओ त सिक्क टेकेको छैन नि त ठ्याक्कै मेरो नटेकेको र झरो के हाम्रो ती कुमार खटपन लगभग अब मे होला धेरै यो पाखानो मुबालौँ रो होइन पाखानो रोस्ट गरौँ यो लोकल भालेको खुट्टा हजुर यो 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 सिप हेरौँ त हेठरले फेरि खुट्टा यस्तो मिठो पोल्नुहुन्न फ्राई यो चाहिँ रोस्टको लागि साथीहरूले आज यस्तो फलानाले दिन्छ देऊ खाऊ भनेर यहाँ बाध्याको हैरान भएको छु साउनीको कुरो ठिक हो कुरा चाहिँ दिनु नहुने रहेछ हालो ल गाइस म चाहिँ अब मासु रोस्ट गर्न थालेँ होइन सिप भएको मान्छे भन्छन् सिप चाहिँ छैन
झ्याप्प त पाक्दैछ पाक्यो त होला अब पाक्यो होला है गाइज ट्याप्प रोस्ट गराइछ चिसो बियर खाँदै गऱ्यौँ अब यो पनि पाएको यो पनि पाएको चाहिँ पाएको हो यो सेतै देख्छु फेरि के भन्छ सिसी बिना भएको छ कि टामटाम रहेछ लगाएछ अब हाम्रो खाने बेला भयो अब फाइनल्ली आज यसलाई चाहिँ रोस्ट गरिसक्यो वी आर फिनिस हजुर आखिरमा होकमाङ अब यसै छ है नरिसाउनु होला टिपुङ 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 अङ्कल ओ साउने लटनमा होइन कसैको खानु मासु मासु भएको टिप है केटा हो ए साउनी ल आउनु तपाईँ पनि ल आउनु तपाईँ बिना त अधुरो भयो लाग्यो किन किन यो घर अँध्यारो हुँदै गयो रोस्ट गरेको यता देखाउनु है रोस्ट यो चाहिँ तोरले लागेछ यो लाग्यो यो खै कुकुरले हड्डी खान्छ क्या खै त सुते जस्तो मात्रै गरिराख्नु भएको छ कति आजको अतिथि ग्रहण गर्दै हुनुहुन्छ उहाँले हड्डीले चिसो होला हौ चिसो दिनु है एउटा ल जम्बो यत्तिको भएको छ मासु चाहिँ ग्लासले गरेको हो तिर खाएको बेला जम्मै भात पनि हुन्छ वाक्कै बेला हड्डी खाँदा खाँदै अगा यो तिर खाएको बेला अलिकति खाइदिउँ यो चाहिँ गाईचहरूको है दुई चारवटा ग्लास भयो भित्र एउटा ग्लास हो अङ्कल अलिकति खाएको राम भतिज काम हाम्रै केटाहरूको होला त्यही आफ्नो आफ्नो उसमा खाऊ न थापौँ है हाम्रो साउनी उहाँ एकदम ठिक हुनुहुन्छ है चिच्याएर चाहिँ अब पहिला एउटा पकाएर छ हौ भित्रले सिसी बिना जमेको रहेछ र मजाको पास पनि छोडेको हो अगा यो जस्तो यो पकाएर खानेलाई भाइ कसले खाने खानु है अलिक उता मिना भएको छ क्या सिसी जम खै के खाउँ बडावाला पिस खाइदिएको नि यो धेर खाले मासु भयो क्या ए धेर खाले र धेर मासु भयो क्या आधी पकाउनु पर्ने मिठो नि त किलो आठै पकाएको होला नि खाँदा मिठो हुन्छ बासा भन्नै भाइ चिसो खै चस्मा लगाएन यस्तो केटा अहिले मासु खाने बेला अहिले मासु देख्दैन अरूले राखेको हड्डी हड्डी टिप्नु थाल्यो भने अनि आज गजब खाइयो भोलि कसले खाउने हो यो भोलि